नमस्ते हैन हाम्रो कन्स्ट्रक्सनको चाहिँ कस्तो क्वेशनहरु आउँछ भन्ने सबैलाई लागिरहेको होला हैन त्यस्तो केही हैन सबै कन्स्ट्रक्सनको एक्जामहरु सजिलै हुन्छ हैन सोचे भन्दा अब यो चिमुवाकोहरुको यति यस्तो यस्तो हेर्नु होला हैन अलिकति हैन अलिअलि गर्दा यो बुझिन्छ अगाडिको त मजाले बुझिन्छ यो वाइटो हैन यो बुरु माथिको यो रेबेरु हैन ओ वाइटो यो रेबेरु 2 हैन यो रेबेरु 3 यस्तो मजाले हेर्नु होला हैन अनि यहाँनिर उ पनि दिएको छ हैन मतलब यो खानरिसा यो सेकैसाहरुको यो हैन रोलहरु के छ हैन यो चाहिँ मजाले हेर्नु होला है त अनि त्यसै यही भइगयो अनि यहाँको अब के अब के रे सिकाएको उहरु हैन एक्सपिरियन्सहरु भन्छ नि त यसको एक्सपिरियन्स उहरु के रे सुरुमा हामीलाई के रे गिनो त्यो उ गर्दाखेरि चाहिँ गिनौस्याको चाहिँ उ त्यो हेउखाहरु यहाँनिर हैन कसरी उ त्यो छानबिन गरिन्छ भन्दाखेरि अब यहाँ एक्सपिरियन्सहरुबाट छानबिन गरिन्छ भनेर यो हेर्नु होला आइसे चाहिँ यो सर र पढ्नु होला यिनीहरु यो त्यस्तो उ छैन हैन अलिअलि सर र हेरिसकेपछि थाहा पाइहाल्छ पिक्चरहरु चाहिँ मजाले हेर्नु होला अनि भोकाबुलरी यो नेपालीबाट पनि हुन्छ यसमा अलिकति मजाले हेर्नु भोकाबुलरी चाहिँ मजाले सबै हेर्नु होला भोकाबुलरी 2 देखि चाहिँ अलिकति हैन लेसन 2 देखि चाहिँ अलिकति गाह्रो हैन भित्र भोकाबुलरी बाहेकको मिनिङहरु हुन्छ त्यो खोजेर सबै एक पढ्नु होला हैन अलिकति गाह्रो हुन्छ हैन कन्स्ट्रक्सनको पढ्दाखेरि गाह्रो तर एक्जाम चाहिँ सजिलो हुन्छ है अनि यहाँनिर रुल्सहरु हुन्छ यो हैन रुल्सहरु मजाले पढ्नु होला यो हैन रुल्सहरु चाहिँ अलिकति राम्ररी पढिसकेपछि दुई चोटिसम्म पढ्दाखेरि याद भइहाल्छ यिनीहरु त्यस्तो आउँदैन है यहाँ मैले उहरु जुन अब उ हुन्छ त्यसलाई चाहिँ अलिकति इम्पोर्टेन्ट जस्तो लाग्छ त्यसलाई चाहिँ यसरी लाउनु होला मेन आउने भनेको चाहिँ अब यहाँनिर केबाट भन्दाखेरि चाहिँ यो लेसन 3 को पनि अब यो उहरु हैन अलिअलि यो उहरुको चाहिँ दोबोकोहरुको चाहिँ अब हैन दोबोकोबाट चाहिँ अलिअलि माथिको मात्रै आउँछ जस्तै अब यो के भनेको हैन कतिवटा अब यो हैन टनेलहरुको कतिवटा छ मतलब कुन टनेलहरु यस्तो टनेल भनेको के हो यताउता भन्ने मात्रै आउँछ हैन अनि त्यस्तो फोकस गरिरहनु पर्दैन सर र पढिसकेपछि हुन्छ यो मतलब भन्छ नि यो के रे ग्यास पाइपहरुको लागि हैन उ गर्नको लागि कुन चाहिँ टनेलमा उ गरिन्छ भन्ने हुन्छ तिनीहरु अनि यो पिक्चरहरु मजाले हेर्नु होला हैन उको भए पनि हैन दोबोकोकै रिलेटेड भए पनि पिक्चरहरु चाहिँ हेर्नु होला अलिकति आउनुस् ठ्याक्क अब आइदियो भने अब चिन्न सजिलो हुन्छ नि त अनि यो के रे पुलको चाहिँ बारेमा पुलको हैन तल माथिको भागलाई के भन्छ तलको भागलाई के भन्छ भन्ने यहाँनिर छ हैन त्यो हेर्नु होला अनि यो उको यिनीहरु पिक्चरहरु हैन मजाले हेर्नु होला भूकम्पको त्योहरु तल हैन जडान गर्ने मसिनहरुको बारेमा छ यो उहरुको हैन मजाले हेर्नु होला यो अब यसलाई सेसन कोजी हैन यो यिनीहरु मजाले हेर्नु होला अनि पिक्चरहरु पनि मजाले हेर्नु होला भित्रको कामलाई के भन्छ बाहिरको कामलाई के भन्छ भन्ने हुन्छ हैन यो बाहिरको यो भित्रको काम हो बाहिरको काम हो हैन अनि यिनीहरु मजाले हेर्नु होला पिक्चरहरु मजाले हेर्नु होला यो चाहिँ उमा पनि दिएको छ होला प्राय मक टेस्टहरुमा पनि हुन्छ हैन यिनीहरु मजाले हेर्नु होला किनकि मिक्स म्याक्स हुन्छ अनि कहिलेकाहीँ उमा केन्सेजुमा पनि आइदिन्छ क्या पिक्चरहरु मजाले हेर्नु होला यो यसको काम के हो यो हैन पिक्चरहरुको काम के हो भनेर मजाले हेर्नु होला यो चाहिँ अनि यसो सर र पढ्दा हुन्छ अनि यो अलिकति यसो बुझ्दा पनि हुन्छ एक्जाममा चाहिँ कस्तो यो अब दोबोको भए पनि यो के को पिक्चर हो भनेर दिन सक्छ क्या अब ठ्याक्कै भन्नु सक्नु पर्यो कि यो अब हैन सुइसिन्टोनेरो कोजीको पिक्चर हो भनेर भन्न सक्नु पर्यो नि त हैन ट्याग पिक्चरहरु हुन्छ मैले चाहिँ पिक्चरहरु मजाले अरु भन्दा पनि पिक्चरहरु मजाले हेरेको थिएँ अनि सबै उहरुलाई चाहिँ नेपालीमा ट्रान्सलेट गरेर मैले पढेको थिएँ मतलब उतापटि पनि थियो नेपालीमा पढ्नु उतापटि भन्दा पनि यसलाई नै नेपालीमा ट्रान्सलेट गरेर पढेको थिएँ टाइम अलिकति बढी लागेको थियो तर मजाले नि बुझेको थिएँ धेरै पछि रिभिजन गर्दाखेरि धेरै टाइम लागेन अनि यो पिक्चरहरु मजाले हेर्नु होला यो उहरु हैन एक अब होसो कोजीहरु हैन होसो कोजी अनि उहरु
पिच गर्ने होइन को बारेमा अलिकति मजाले हेर्नु होला, डेफिनेसनहरू होइन आउन सक्छ। अनि यो उको बारेमा होइन आसिबाको बारेमा दोबी कौजी होइन स्काफोल्डिङको बारेमा यो पाइपहरूको यो अलि यसो मजाले हेर्नु होला होइन कस्तो कस्तो खालको पाइपमा पिक्चरमा देखाउन सक्छ। अनि यो मेन चाहिँ फलामको है यो चाहिँ मजाले हेर्नु होला। यो चाहिँ प्राय आउनै सक्छ इक्जाममा टेकोचुको होइन फलाम जोर्डानको यो होइन टेकिन्जुकी यो कौजी होइन यिनीहरूको यो फलामहरूको बारेमा चाहिँ होइन मजाले हेर्नु होला, कसरी बनिन्छ कस्तो प्रकारको होइन कसरी जोडिन्छ होइन कस्तो खालको जोडालाई के भनिन्छ भनेर फलामहरूको बारेमा। अनि यिनीहरू पिक्चरहरू मजाले हेर्नु होला। यो मैले मजाले यिनीहरूलाई चाहिँ अलिकति मजाले दिएको थिएँ टाइमहरू। अनि योहरू पनि यो पम्प गर्ने मतलब कन्क्रिट होइन कन्क्रिट गर्ने हो, यो कन्क्रिट हाल्ने होइन खातामा कन्क्रिट हाल्ने परबाट होइन गरेर यिनीहरू मजाले गर्नु होला, पढ्दै बुझ्नुहुन्छ तपाईँले यो मैले अहिले के भने भनेर। यिनीहरू लेसन 3 को अलिकति प्राय सबै लेसन 3 लेसन 4 होइन अनि लेसन 5 एकदम इम्पोर्टेन्ट है यो, मतलब मजाले हेर्नु होला। हाते कौजी यिनीहरूको चाहिँ अलिकति मजाले नै पढ्नु होला। लेसन 3 उयोहरू यो तारहरूको बारेमा मतलब माथिबाट होइन पोलहरूबाट गरेर लाने भित्र लाने घरभित्र लग्ने हो र अनि तल जमिनबाट लग्ने तारहरूलाई के भन्छ होइन जमिनबाट पुरेर घरभित्र लग्ने होइन बिजुलीको तारहरूलाई के भन्छ यो उहरूलाई होइन यो फाइबर तारहरूको पिक्चरहरू मजाले हेर्नु होला। यो यस्तो छ, त्यस्तो हार्ड पनि आउँदैन मजाले गरिसकेपछि होइन। नेपालीबाट बुझेन भने नेपालीबाट हेर्नु होला, नत्र त्यो शब्द स्ट्रक्चर चाहिँ सेन्टेन्स स्ट्रक्चरहरू ठ्याक्कै अब गर्दाखेरि होइन याद गर्नु होला। त्यस्तो गाह्रो पनि आउँदैन, सबैजना पासै हुन्छ यसमा। भोकाबुलरी चाहिँ मजाले पढ्नु होला, मोस्ट इम्पोर्टेन्ट भनेको भोकाबुलरी हो। अनि यो चाहिँ डेफिनेसन हो अलिकति मजाले हेर्नु होला डेफिनेसनहरू। यहाँनिर चाहिँ यो चाहिँ एउटा मिनिङै हो क्या, चार लेसन भनेको चाहिँ मिनिङै हो, सबै त्यहाँ एक्सप्लेन गरेको छ। मतलब ओलाई होइन रोडको माथिको भागलाई के भन्छ तलको भागलाई के भन्छ भनेर होइन सबै उहरू त्यहाँनिर अब कति पनि अब होइन केन्सेचुमा चाहिँ हुने चिजहरूलाई होइन मतलब माटो पुर्ने माटो गर्ने सबै होइन तिनीहरूको डेफिनेसनहरू छ। यो मजाले हेर्नु होला। 4 एकदम इम्पोर्टेन्ट, 4 लेसन र 5 लेसन। 5 लेसनमा चाहिँ सबै त्यो इन्स्ट्रुमेन्टहरूको बारेमा छ यिनीहरू। त्यो चाहिँ अब पछि पनि के इन्स्ट्रुमेन्टहरू अब यो दोबोकोहरूको चाहिँ अब त्यो अलिकति छोडिदिनु होला, दोबोको हेरेर होइन यिनीहरू अलिकति त्यस्तो आउँदैन। पिक्चरहरू चाहिँ याद गर्नु होला, मैले फेरि पनि भन्दैछु पिक्चरहरू चाहिँ याद गर्नु होला। अनि क्रेनहरू चाहिँ याद गर्नु होला, क्रेनहरू होइन क्रेनहरू कस्तो खालको क्रेन हो यिनीहरू सबै याद गर्नु होला। यो बिचमा भएको यो दोबोको साइडकोहरू चाहिँ छोडिदिनु होला, टाइम वेस्ट हुन्छ होइन। अलिकति केसनको बारेमा अलिकति कतै देखिरहेको हुन्छ, केसनको बारेमा चाहिँ अलिकति याद गर्नु होला यो चाहिँ। अनि त्यही हो अब होइन साकुसेहरू यिनीहरू त अलिअलि गर्ने हो। साकुसेको भन्दा पनि साकुसे भनेको अब के हो भन्दाखेरि माटो अब गरेर प्राय इनारहरू बनाउने हो क्या, त्यति मात्रै याद गर्दा हुन्छ। यो पुरै पढिरहनु यो यिनीहरू पढिरहनु पर्दैन, मैले पढेको थिएँ होइन। मेन भनेको यहाँ यताबाट होइन यो तोबी कौजीको अलिकति तोबीहरूको अलिकति आइरहेको हुन्छ क्या, उमा भए पनि केन्चेको भए पनि आइरहेको हुन्छ। तोबीको के रिलेटेड हो कि के भयो थाहा भएन। यिनीहरू होइन पढिरहनु होला। यो आसिबामा चाहिने होइन आसिबा भन्दा स्काफोल्डिङमा के सामानहरू जोडेर बनाइरहेको छ यिनीहरू होइन को बारेमा अलिकति मजाले पिक्चरहरूको बारेमा मजाले थाहा हुनुपर्छ। यिनीहरूको एक थाहा हुनुपर्छ है, यिनीहरूको पिक्चरहरू सबै थाहा हुनुपर्छ, सबै इम्पोर्टेन्ट छ यिनीहरू। मलाई चाहिँ मेरो साथीलाई यो आएको थियो अरे होइन, यो आएको थियो अरे कसैलाई यो पनि आउन सक्छ होइन इम्पोर्टेन्ट। अनि मलाई चाहिँ यो आएको थियो अनि हुन्छ नि त
यिनीहरू भन्दाखेरि उयो अझ के आएको थियो भन्दाखेरि बिर्सेँ। यो पनि आउँछ, मेरो साथीलाई आएको थियो अरे होइन। यो अलिकति मजाले हेर्नु, यो पनि यिनीहरू आउँछ, यो आउँछ, यो आउँछ, यो त मास्किङ टेको आउँछ, यो पनि यो आउँछ मेन। अनि यो आउँछ, यो मलाई पनि परेको थियो, मेरो साथीहरू सबलाई परेको थियो यो। अनि यो आउँछ, यो पनि होइन, मारुनोको यिनीहरू यो आउँछ साबेल। अनि कोते यसमा छैन होला, उमा हेर्नु होला, त्यो भन्छ नि जाबेल भन्छ नि, सिमेन्ट घोल हुन्छ, सिमेन्ट लाउने, सिमेन्ट लाउँदै उ गरिदिने हुन्छ नि, एउटा जाबेल भन्ने हुन्छ होइन, कोते भन्छ त्यसलाई चाहिँ। अनि यो मजाले हेर्नु होला, यो यिनीहरू पिक्चरहरू सबै एक्सप्लेन गरेको छ, यिनीहरू एक हेर्नु होला, योहरू होइन, सागेफुरीहरू यिनीहरू सबै हेर्नु होला। पिक्चरहरू चाहिँ छोड्दै नछोड्नु र त्यसको बारेमा पनि हेर्दै नआउनु। अनि यिनीहरूको सबै आउने चान्सहरू हुन्छ। यो मलाई यो दोहोऱ्याइ यिनीहरू आएको थियो, यिनीहरू यो पनि आउँछ, यो आउँछ यो मेन होइन। यिनीहरूको बारेमा अलिकति पढ्नु होला, अलिकति मजाले। अनि अरू भनेको चाहिँ अब त्यस्तै हो, 5 सम्म आउँछ, 6 र 7 को चाहिँ त्यस्तो आउँदैन है। यो मजाले हेर्नु होला, डेभलपिङ गर्ने होइन, इन्जिनियरिङमा धेरै काम लाग्छ। मिनिङहरू चाहिँ पढ्नु होला। 6 र 7 को चाहिँ त्यति आउँदैन। मलाई चाहिँ अब 6 र 7 को अब के आएको थियो भन्दाखेरि ठ्याक्कै भन्दाखेरि प्राय यो पिक्चरहरू आउनसक्छ होइन। पिक्चरहरू मात्रै अलिकति इम्पोर्टेन्ट हो 6 र 7 को, त्यस्तो आउँदैन। त्यस्तो आउँदैन पिक्चरहरू पनि। मैले त यो यिनीहरू हेरेर चाहिँ त्यस्तो तर आएन त्यस्तो। यिनीहरू आउन सक्छ, आउनु चाहिँ यो सबै उहरू इम्पोर्टेन्ट छ जस्तो लागेर अनि मैले पढेको थिएँ अलिअलि होइन। त्यस्तो 6 र 7 बाट चाहिँ त्यस्तो आउँदैन। यिनीहरू पढ्नु होला अलिकति मजाले। अलिकति कन्फ्युज हुन्छ क्या, अलिकति कहिले झट्टै आइदियो भने फेरि मलाई नआएर अनि तपाईँलाई आउनसक्छ होला। यो मजाले पढ्नु होला। यो पिक्चर आएको थियो होइन, यो आउँछ। अनि यो त भइहाल्यो। अनि यसको बारेमा आएको थियो यो पिक्चर, मलाई चाहिँ यो पिक्चर आएको थियो। यो पनि आउनसक्छ, यो पनि आउनसक्छ। यो पनि पिक्चरहरू चाहिँ मजाले हेर्नु होला। अनि यो आउँछ, यिनीहरू आउँछ होइन, अलिकति मजाले पढ्नु होला। अनि उनको भनेको चाहिँ अब 6 को पनि सकेँ होइन। 7 को चाहिँ मैले यो आउँछ यताउता भनेर गरेको थिएँ, तर मलाई चाहिँ आएन है यो केले भनेर। अनि मलाई कन्फ्युज बनाइदिएको थियो, तर आएन मलाई चाहिँ त्यो। अनि यिनीहरू चाहिँ एकैचोटि पढ्दाखेरि अलिकति भइहाल्छ, सर र पढ्यो भने थाहा भइहाल्छ। सर र पढेर मिनिङ सर्च गर्दै होइन, गरिसकेपछि मिनिङ मजाले पढ्नु होला। यिनीहरू याद गर्नु होला होइन, भइहाल्छ, याद भइहाल्छ यिनीहरू त। यो भनेको सबै एक्सिडेन्टको बारेमा छ, यति त आउँछ। मजाले हेर्नु होला। यो हुन्छ पिक्चरहरू हेर्नु होला अलिकति मजाले होइन। सेफ्टी फर्स्ट भन्ने यिनीहरू गलत बुझाइ, यो डेफिनेसनहरू हुन्छ अलिअलि गलत बुझाइ, यिनीहरू मिस्यो यस्तै छ। मजाले अब मक टेस्टहरू सबै गरिसकेपछि मजाले पास हुन्छ लगभग सबैजना पास हुन्छ, चिन्ता गर्नु पर्दैन। मक टेस्टहरू चाहिँ मजाले दिनु होला। अनि यो के अरे उमा पनि यही ओको पिडिएफ मतलब होइन, कन्स्ट्रक्सनको वेबसाइटमा पनि होइन, पिडिएफको वेबसाइटमा पनि सबै इम्पोर्टेन्ट मतलब स्याम्पल क्वेसनहरू दिएको छ। हामीलाई चाहिँ यस्तो बुकमा यस्तो स्याम्पल क्वेसन हो, त्यही पिडिएफकै मतलब स्याम्पल क्वेसनहरू हो। यिनीहरू सबै प्र्याक्टिस गर्नु होला मात्र होइन। मक टेस्टहरूबाट चाहिँ अनि सबै प्र्याक्टिस गर्नु होला, सबैजना पास हुन्छ, त्यस्तो गाह्रो छैन। ल, धन्यवाद।